इटहरीको मुख्य चोक नजिकै 8 तले व्यापारिक भवन सेन्टर प्लाजामा लागेको आगो 6 घण्टापछि नियन्त्रणमा आएको छ। सेन्टर प्लाजाका घरधनी व्यवसायी राजेश श्रेष्ठका अनुसार बुधबार बिहान करिब 9 बजे भवनको 5औं तलाबाट आकस्मिक रूपमा आगलागी शुरू भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी सहित स्थानीय वासीको प्रयासले झण्डै 6 घण्टापछि आगलागी नियन्त्रणमा आएको छ। आगलागीमा परि फसेका 3 जनाको सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। काठमाडौँबाट हेलिकप्टर आइपुग्न ढिलाइ हुँदा 8 जना पुरूष र 3 जना महिला गरी 11 जनाको डोरीको सहायताले सुरक्षाकर्मी टोलीले उद्धार गरेको थियो। केहीको क्रेन मार्फत पनि उद्धार गरियो। उद्धारका क्रममा 10 तला माथि पुगेर फसेका केही सुरक्षाकर्मीलाई भने हेलिकप्टरको सहायताले सुरक्षित स्थानमा ओह्रालिएको छ। यसैबीच आगलागीमा परेकाको उद्धारमा खटिएका 5 जना सुरक्षाकर्मी घाइते भएका छन्। आगलागीमा फसेका मध्ये उद्धार गरिएका 3 जना सामान्य घाइते भएका छन्। उद्धार गरिएका विदेशी नागरिक बंगलादेशका एमडीजे रहनु भएको छ। अन्य 10 जना नेपाली रहेका छन्। आगलागीमा फसेर उद्धार गरिएकाहरूमा भोजपुरकी मेरिका राई, कैलालीका लक्ष्मी श्रेष्ठ, सुनसरी बराहा क्षेत्रका विजय धामी, काभ्रेका विष्णु तामाङ, बंगलादेशी नागरिक एमडी जय, धनुषाका संजय जयसवाल, मोरङ विराटनगर 15 का दिया रायका श्रीमान विशाल सिंह र सुनसरी रामधुनीका आशिष चौधरी छन्। अन्य 2 जनाको भने परिचय खुल्न बाँकी छ। उनीहरूमध्ये दिया रायका श्रीमान र आशिषको इटहरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरू सबैको सामान्य अवस्थामा उपचार भइरहेको छ। आगो नियन्त्रणमा सुनसरी र मोरङका 1 दर्जन बढी दमकल प्रयोग गरिएको थियो। आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको नेतृत्वमा 25 जनाको प्रहरी टोली तत्काल खटिएको थियो। आगलागी नियन्त्रणका लागि थप मद्दत गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक सुमन कुमार तिमसेनाको नेतृत्वमा 70 जना प्रहरी खटिएका थिए। त्यसैगरी सशस्त्र प्रहरी 4 नम्बर हेडक्वार्टरबाट प्रहरी उपरीक्षक निमल कुमार थापाको कमाण्डमा 77 जना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको कमाण्डमा 75 जना, नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभ शमशेर जबरा नेतृत्वमा 50 जना र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीबाट प्रहरी निरीक्षक गजेन्द्र कटवाल नेतृत्वमा 50 जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। इटहरीका व्यवसायी राजेश श्रेष्ठको सेन्ट्रल प्लाजामा होटल बरण्डा रहेको थियो। त्यहाँ दर्जनौं पसलहरू, क्यूएफएक्स, सिनेमा हल र लक्ष्मी सनराइज बैंकको शाखा पनि रहेको छ। आगलागीबाट के कति क्षति भयो र आगलागीको कारण के थियो भन्ने बारे जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो।